छ सबैले यस देशमा सबैले संविधान मान्नुपर्छ, व्यवस्था मान्नुपर्छ। हल्ला गरेको भरमा राजनीति र संसद सबैलाई अवरोध गर्ने काम गर्न मिल्दैन। आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनुहुन्न। यसमा पूर्व राजा शाहले पनि उन्मुक्ति पाउनुहुन्न। फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै श्रृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नु पर्दैन। मानिसलाई मर्नलाई दुरुस्तान गर्ने जनकमान्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति, अभियानका संयोजक, धनजनको क्षति र लुटपाट, शासक बन्ने मनसुबा प्रधानमन्त्रीले आफ्नो कुरा राखिरहनु भएको छ। यहाँको सहमति असहमति त्यसलाई पछि यी सबै घटनाको सक्नुहुनेछ। त्यसैले गर्दा संविधानको शपथ लिने अनि संविधानकै खिलाफ जान्छु भन्ने ईश्वरका नाममा कसम खाएर त्यस विपरीत चल्न मिल्छ नैतिकताले?